हो स्क्यामर हो तेरो साथी। तेरो साथी त्यो पन्टर एकजना छ सुभाष भन्ने स्क्यामर हो। त कसरी चाहिँ भन्न सक्छस् कि मेरो साथीको पन्टर स्क्यामर हो भनेर? किनकि 10 वर्षमा 1 लाख अनि 5 वर्षमा 9 लाख रुपियाँ कसरी चाहिँ जम्मा हुन्छ भन्छ? 9 लाख के भन्छ यो? थाहा छ मलाई तेरो पन्टरकोमा 9 लाख रुपियाँ छ भनेर चाहिँ। हेर्दैछ अब उयो के भयो। अब भरे म तेरोमा आउँछु एकछिन। भरे त लाफे भन्छ त्यसले। जे पाए त्यही बोलेको हेर्न, जे पाए त्यही बोलेको हेर्न भनेपछि फेरि स्क्यामरसँग स्क्याम दाइ जानुभयो। अब स्क्यामिङ गर्ने कुन चाहिँ नराम्रो कुरा हो? सुरज के भयो? के होइन साँच्चै मेरो एउटा प्रश्न छ के सुभाष स्क्यामर हो? होइन कसले होइन यस्तो। नत्र त्यसले 10 वर्षमा 1 लाख मात्रै कमायो अनि 5 वर्षमा 9 लाख कसरी चाहिँ यस्तो हुनसक्छ? होला नि त के थाहा। के हुँदैछ भाइहरू? आयो सुभाष एउटा क्वेसन सोध्नु थियो तँलाई। भन्नु न भाइ के त स्क्यामर हो? भाइ मैले त पैसाहरू मेहनत गरेर कमाएको। 9 लाख 5 वर्षमा मेहनत गरेर कमिन्छ। ल 10 वर्षमा 1 लाख भनिस् मैले माने। 9 लाख कसले जान्छ तपाईँलाई यस्तो वाहियात कुरा चाहिँ? तेरो साथीले यसरी मेरो कि विवेकले भनेको हो। जे पाए त्यो बोलेछ त्यसको कुरा कहाँ सुन्नु त भाइ? त त्यो जे पाए त्यो बोलेछ कि त हेर अब तेरो कुरा अगाडि हुने भन्दैछ। तेरो निकै कुरा हुँदैछ त्यहाँलाई किन निस्क मेरो साथीहरू। भाइ त पनि स्क्यामर म पनि स्क्यामर अनि स्क्यामरसँग स्क्यामिङ गर्नु मन लाग्दैन। मलाई चाहिँ त्यो 9 लाख रुपियाँ जसरी जाँदैछ तेरो 9 लाख रुपियाँ तैँले जोसँग स्क्याम गरेको छस् त्यही जान्छ। अहिलेसम्म तेरो 1 लाख रुपियाँ मात्रै गएको छ। अब तेरो 9 लाख रुपियाँ अझै बाँकी छ नि त। त्यही भएर त म सोध्छु नि 5 वर्षमा 9 लाख अनि 10 वर्षमा 1 लाख कसरी जोड्न सक्छ भनेर। साला स्क्यामरसँग त स्क्यामिङ ठुलै रचना रचेको थिएस् तैँले साथीहरूसँग। तैँले 6 जना दाजुभाइसँग, तैँले 5 जना दाजुभाइसँग। तर म हुँदै तिनीहरूलाई हात लगाउन सक्दैनौ। हेर्दैजना प्रपञ्च षड्यन्त्रको म यस्तो प्रपञ्च रच्छु कि त्यो षड्यन्त्रको चक्रव्यूहमा तँलाई पनि पर्नुपर्छ। भगवान् कृष्णको भक्त हो म। त जति पनि चक्रव्यूह बना तर म फस्नेवाला छैन।